नमस्कार, गुड इभिनिङ जजरपा फेफुल्ला तस्दिरे सेवार अस्सलाम वालेकुम सत श्री अकाल। अहिले म यो नवलपरासी जिल्लामा छु र यहाँ एउटा सानो गाउँमा जुन शाश्वत धामभन्दा अलिकति अगाडि छ र एउटा गाउँमा आइपुगेको छु जुन चाहिँ बोटे समुदायहरूको बाहुल्यता भएको र उहाँहरूले चाहिँ एउटा सामूहिक रूपमा चलाएको होमस्टे त्यो ठाउँमा आइपुगेको छु म। यो ठाउँको नाम म अब यो संस्था उहाँको यसको लोकालिटी सबैको बारेमा चाहिँ एकजना मूर्धन्य व्यक्तित्वसँग कुराकानी गरिरहेको छु। ल म उहाँसँगै कुरा गरौँ है त। नमस्कार। नमस्कार। हजुरको शुभ नाम? मेरो नाम दलबहादुर बोटे। हजुर। चिसवार बोटे माझी सामुदायिक होमस्टेको चाहिँ अध्यक्ष। हजुर। अहिले पेसाको हिसाबमा चाहिँ म सिजीमा कार्यरत छु। हजुर। कृषक पनि गर्छु। ए कृषि पेसा पनि गर्नुहुन्छ? कृषि पेसामा चाहिँ विशेष गरी के गर्नुहुन्छ? कृषिमा धान, मकै, तोरी। अनि हजुरको परम्परागत जुन थियो नि त आफ्नो चाहिँ एउटा जुन जीविकाको लागि गर्ने काम चाहिँ? हजुर, हाम्रो परम्परागत जीविका पार्जनको लागि हाम्रो यो घाटहरू चलाउने। हजुर। र माछा मार्ने। त्यही त। त्यो चाहिँ के गर्नु भएको छ? त्यो चाहिँ अहिले अब यो विभिन्न माध्यमबाट जस्तै अब पुलहरू बन्यो। हजुर। पुल बनिसकेपछि हाम्रो यो अब ढुङ्गा काट्ने कामहरू चाहिँ अब हट्दै गयो, ठप्प भयो। र माछा मार्न पनि अब अहिले पाइँदैन, किनभने अब देशमा अब विभिन्न किसिमको नियमहरू बनिसकेपछि अब यो माछा मार्न पनि। हजुरहरूको परम्परागत पेसा चाहिँ सकियो? हजुरको मात्रै होइन, यो पुरै सबै समुदायकै लगभग यो ठाउँमा यो भेगमा बस्नेहरूको चाहिँ? यो ठाउँमा मात्रै नभएर सबै बोटे माझी समुदायको एउटा जीविकोपार्जनको लागि जुन माछा मार्ने र ढुङ्गा चलाउने पेसा थियो त्यो सकियो, त्यो मासियो। यो हजुरको जन्मस्थल यही हो? हजुर, मेरो जन्मस्थल यही हो। अनि उहाँ नमस्कार है हजुरलाई पनि। हजुरको शुभ नाम के पर्यो? हजुर। हजुरको चाहिँ जन्मस्थल कहाँ पर्यो? ए चितवन। हजुरको पहिला हजुरको पनि परिवारमा पहिला चाहिँ के पेसा चाहिँ के हुन्थ्यो? माछा मार्ने हुन्थ्यो। अहिले त्यहाँ पनि सक्यो होला? ए हजुर। अनि अब यो हजुरको यो अहिले जुन होमस्टे भयो नि, यो हाम्रो संस्थाको नाम चाहिँ के अरे? चिसवार बोटे माझी समुदाय। अनि यसमा चाहिँ बोटे समुदाय मात्रै हुनुहुन्छ? अरू एकजना चौधरी हुनुहुन्छ। हजुर। ए यसमा मिसिन आउनुभएको छ? अरू 13 घर चाहिँ? 13 घर चाहिँ बोटे माझी नै छ। अनि कस्तो छ त हजुरको अहिले यो? यसलाई हामीले अब अलि तीव्र गतिमा चाहिँ चलाउन सकेको छैन। हजुर। यसलाई चाहिँ बिस्तारै अब अगाडि बढाउनु पर्छ। चल्न नसकेको कारण चाहिँ के त? यो 15 एक मिनट यो बाहेक यो क्षेत्रमा यो भेगमा अरू पनि छन् चाहिँ होमस्टेहरू? नजिकै यहाँबाट लगभग 3-4 किलोमिटर अगाडि उता टिप्रा भन्ने ठाउँमा छ। टिप्रा पूर्वपट्टि? हजुर, पूर्वपट्टि। र यहाँबाट 15 किलोमिटर उता हाम्रो अमलबारी सामुदायिक होमस्टे छ। यहाँ होमस्टेहरू धेरै नै धेरै छन्। र हाम्रो एउटा जातीय एउटा देशकै लोकल जातिको एउटा छुट्टै यसलाई पहिचान दिनको लागि चाहिँ हामीले यो सुरुवात गर्नुभएको। अनि सरकारको तर्फबाट चाहिँ हजुरको लोभोन्मुख जातिको निम्ति त्यस्तो खासै छुट्टै विशेष खालको कार्यक्रम केही आएको छ? त्यस्तो कार्यक्रम त खासै आएको छैन। तर अब सरकार आएको छैन कि हजुरलाई जानकारी नभएको? स्थानीय सरकारबाट पनि धेरै थोरै त सहयोग भइरहेको छ। र हाम्रो केन्द्रीय सरकारबाट चाहिँ हाम्रो अहिले यो भवन निर्माणको लागि मात्रै, कल्चर भवनको लागि मात्रै अहिले जहाँ त्यहाँ हामी गएर बसेको ठाउँ चाहिँ त्यो चाहिँ सरकारी सहयोगमा बनेको? ए हजुर। अनि अब यो जुन हजुरले होमस्टे सञ्चालन गर्नु भइसकेपछि त्यो गर्नुभन्दा अगाडि र गरेपछिको तात्विक रूपमा चाहिँ के फरक पाइयो त? गर्नुभन्दा अगाडिको चाहिँ अब हामी एउटा आफ्नो परिचय पनि दिन नसक्ने अवस्थाको छ। हजुर। र अहिले यो होमस्टेहरू अलिकति सञ्चालनमा आइसकेपछि किनभने आफ्नो परिचय खुलासँग दिन सकिने र कुनै ठाउँमा आफ्नो समस्याहरू पनि राख्न सक्ने अवस्थामा आएको छ।
भनेपछि हजुरहरू सन्तुष्ट नै हुनुहुन्छ? हजुर सन्तुष्ट नै भन्नु पऱ्यो अब, किनभने अब यसमा सन्तुष्टि नहुन पनि अब कुनै उयो नै छैन, जिम्मेदारी मात्रै छैन। किनभने यता हामीले राम्रोसँग सञ्चालन गऱ्यो भने हामी बेचिनु पर्दैन। आफूले खाना आफ्नो लागि बनाउँदाखेरि पाहुनाको लागि पनि बनाएर पाहुना आउनुहुन्छ उहाँहरूसँग कुराहरू गरेर मिठो नमिठो जे पाकेको खाना पाइयो भने धेरै बाँडीचुँडी होइन? अनि के अब हजुरहरूको यो होमस्टेमा आउनको निमित्त हजुरहरूसँग आकर्षण गर्ने चिजहरू चाहिँ के छन् त? के हुन्छ त यहाँ गतिविधि? हाम्रो यहाँको भोटे मान्छेको कल्चर, भोटे मान्छेको खाना, त्यसपछि अब हाम्रो यहाँ एकसिङे गैँडादेखि लिएर देवचुली डाँडा, सिजी शास्त्र, नजिकै हाम्रो प्राकृतिक चिकित्सालय, अनि हाम्रो यहीँ नजिकै त्यसको माध्यमबाट पनि अब किनभने एउटा चर्चित चिज भएको भएर यहाँ अब आउँदाखेरि यहाँ छिर्न सक्नुहुन्छ त्यो भोटे समुदायको होमस्टेमा एकचोटि अवलोकन गर्नुभयो भने आकर्षण चाहिँ त्यो छन्। अब अन्तिममा हजुरको चाहिँ यो हजुरहरूको होमस्टेमा चाहिँ अन्य नेपालभरिका अथवा नेपालभन्दा बाहिरका होइन मानिसहरूलाई आउनुहोस् भनेर हजुरले निमन्त्रणा गर्दाखेरि के भन्नुहुन्छ त? अब देश विदेशमा रहनुभएका नेपालमै भएका दाजुभाइ दिदीबहिनीहरू आमा बुवाहरूलाई एकचोटि यो सबैपट्टि सामुदायिक होमस्टेलाई अवलोकन गरेर हामीलाई यहाँलाई स्वागत गर्न एकचोटि मौका दिनुहुन्छ भन्ने आश गर्छु। हस् त, धेरै धन्यवाद। यो फेसबुक मात्र चाहिँ म सम्पूर्ण मानवहरूलाई के आग्रह गर्न चाहन्छु भने यो जुन होमस्टे छ यो ठ्याक्कै ठाउँको नाम चाहिँ के भन्यो? देवचुली नगरपालिका वडा नम्बर 1 बोटेगाउँ। यो बोटेगाउँमा एकपटक यहाँ आइदिनुहोस् र एकपटक चाहिँ यो बोटेगाउँमा बस्नुभएका जो सम्पूर्ण नेपालीहरू हुनुहुन्छ उहाँहरू 13-14 घर हुनुहुँदो रहेछ। त्यो 14 घर एउटा चौधरी परिवार लगायतका सँग आएर उहाँहरूसँग एकपटक एउटा घनिष्ठ सम्बन्ध बनाउने यहाँले प्रयास गरिदिनु हुनेछ भने मैले अफिसमा लिएको छु। हस्त, नमस्कार, शुभरात्रि।